आज हामी क्लास 12 को कम्पलसरी नेपाली विषयमा रहेको च्याप्टर 3 घनघस्याको उकालो काट्दाको पूर्ण समरी विस्तारपूर्वक बुझ्न जाँदैछौँ। यसैसँगै हामी लेखक तारानाथ शर्माको परिचय र यस निबन्धका महत्त्वपूर्ण पात्रहरूको विवरण पनि स्पष्ट रूपमा बुझ्नेछौँ। यो अध्याय यात्रा वृत्तान्तमा आधारित भएकाले यसमा पहाडको कठोर जीवन, यात्रुको अनुभव, प्रकृतिको सौन्दर्य र कठिनाई तथा लेखकको अनुभूति अत्यन्तै प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। अब हामी विस्तृत समरी र पात्र विवरणमा प्रवेश गरौँ। घनघस्याको उकालो काट्दा निबन्धका लेखक तारानाथ शर्मा नेपाली साहित्यका सुप्रसिद्ध निबन्धकार, भाषाविद, अनुवादक, समाजचिन्तक र यात्रा वृत्तान्तकार हुन्। नेपाली साहित्यमा भाषिक सुधार, यात्रामूलक लेखन र समाजका आम मानिसका जीवन अनुभूति प्रस्तुत गर्ने विषयमा उनी एक स्थापित नाम मानिन्छन्। जन्म र प्रारम्भिक जीवन। तारानाथ शर्माको जन्म विक्रम सम्वत 1990 पुस 23 गते इलाममा भएको हो। बाल्यकाल पहाडी भूगोल, सामाजिक कठिनाई र जनजीवनका सङ्घर्षसँगै बितेको हुनाले उनका धेरै लेखनमा नेपाली पहाडको जीवन स्थितिको जीवन्त चित्रण पाइन्छ। शैक्षिक पृष्ठभूमि र भाषिक योगदान। शिक्षित परिवारमा जन्मिएका शर्मा नेपाली, संस्कृत, अङ्ग्रेजी र अन्य भाषामा दखल राख्थे। उनले नेपाली भाषाको व्याकरण, भाषिक शुद्धता, वाक्य गठन, शब्द प्रयोग, शैली र मौलिक अभिव्यक्तिमाथि व्यापक अध्ययन गरे। उनले नेपाली भाषा, व्याकरण, वाक्य रचना सम्बन्धी महत्त्वपूर्ण पुस्तकहरू समेत लेखे, जसले नेपाली भाषाको अध्ययनमा महत्त्वपूर्ण योगदान पुर्यायो। उनलाई नयाँ शैलीका निबन्धकार, भाषा अभियन्ता र समाजचिन्तक लेखकका रूपमा चिनिन्छ। विद्यार्थी, शिक्षक, भाषा विशेषज्ञ र साहित्य प्रेमीहरूका बीचमा उनको लेखन अत्यन्तै लोकप्रिय छ। प्रमुख कृति र लेखन विशेषता। तारानाथ शर्मा प्राय यात्रा निबन्ध, अनुभूति प्रधान निबन्ध र सामाजिक यथार्थ चित्रणमा केन्द्रित भएर लेख्थे। उनका चर्चित कृतिहरू घनघस्याको उकालो काट्दा, तारादेवीका गीतहरू, निबन्ध सङ्ग्रहहरू, भ्रमण, यात्रा वृत्तान्त, भाषा र व्याकरण सम्बन्धी कृतिहरू। लेखक, वर्णनकर्ता तारानाथ शर्मा। निबन्धका मुख्य पात्र र वर्णनकर्ता स्वयं लेखक हुन्। उनी यस यात्रामा अनुभवकर्ता, विश्लेषक र प्रतिक्रियादाताका रूपमा उपस्थित छन्। मुख्य विशेषताहरू। संवेदनशील, प्रकृतिप्रेमी, पर्यवेक्षक। पहाडका कठिन जीवन यथार्थका प्रति सहानुभूतिशील, यात्रा र जनजीवनका समस्यालाई गहिरो रूपमा अनुभूति गर्ने, हास्य व्यङ्ग्य मिसाएर कथन गर्ने, सामाजिक, आर्थिक, प्रशासनिक समस्याप्रति आलोचनात्मक दृष्टि। उनको भूमिका। लेखक यात्राका प्रत्येक दृश्य अनुभूतिलाई पाठकसम्म पुर्याउने मुख्य दृष्टिबिन्दु हुन्। उनको आँखाबाट हामीले घनघस्याको उकालोको दृश्य, दुःख, खोला, बाटो, स्थानीय बासिन्दा, थकानदेखि उत्साहसम्म सबै केही देख्छौँ। घनघस्याको उकालो प्रतीकात्मक पात्र। यस निबन्धमा उकालो आफै एउटा पात्र जस्तो छ। शारीरिक रूपमा कठिन तर सामाजिक रूपमा यथार्थ प्रतिनिधित्व गर्ने पात्र। विशेषताहरू। अत्यन्तै उचाइ, कठिन, धोका जोखिमले भरिएको, पहाडी जनजीवनको सङ्घर्षको प्रत्यक्ष प्रतीक, यात्रुका लागि थकान, डर र साहसको परीक्षा, जीवनका कठिनाइको रूपक। भूमिका। लेखकले सामना गरेको मुख्य चुनौती यही उकालो हो। यसले यात्राको गहिरो अर्थ, मानव सहिष्णुता र सचेतनाको अनुभूति गराउँछ। डोलीवालाहरू, पोर्टर समूह। उकालोमा भेटिने डोली बोक्ने, भारी बोक्ने मजदुरहरू अविभाज्य पात्र हुन्। यिनैहरूको जीवन सङ्घर्षले निबन्धलाई मानव यथार्थको गहिराई दिन्छ। विशेषताहरू। आर्थिक बाध्यताका कारण कठिन काम गर्ने, शारीरिक रूपमा बलिया, मानसिक रूपमा दृढ। पहाडी समाजका प्रतिनिधि, सङ्घर्षलाई सामान्य मान्ने स्वभाव। भूमिका। उनीहरूले घनघस्याको उकालो पार गर्न कति कठिन छ भन्ने कुरा प्रत्यक्ष देखाउँछन्। लेखकले उनीहरूको जीवनप्रति भावुकता र सम्मान दुवै व्यक्त गरेका छन्। स्थानीय बासिन्दाहरू, गाउँका मानिसहरू। उकालोको वरिपरि बस्ने ग्रामीण पहाडी बासिन्दा पनि अप्रत्यक्ष तर महत्त्वपूर्ण पात्र हुन्। विशेषताहरू। सरल, मेहनती, सहयोगी।
पहाडी भूगोलसँग गहिरो सम्बन्ध, कष्ट सहेर पनि जीवनलाई सहज रूपमा स्वीकार गर्ने स्वभाव, शिक्षा र स्वास्थ्यको पहुँच न्यून। भूमिका, उनीहरूले पहाडी जनजीवन कति कष्टपूर्ण छ भन्ने कुरा लेखकलाई बुझाउँछन्। उनको दैनिक जिन्दगी नै निबन्धको यथार्थ चित्र हो। बाटो, जङ्गल, खोल्सा, ढुङ्गा माटो, परिवेशीय पात्रहरू। यस निबन्धमा परिवेश नै पात्र जस्तै प्रस्तुत छ। विवरण, असहज उकालो, चिप्लो ढुङ्गा, गहिरा खोल्सा, भिर कन्योन, जङ्गलको डर, अँध्यारो बादल र मौसम। भूमिका, यी सबैले यात्रा अनुभूति निर्माण गर्छन्। यात्रा वर्णनमा तिनले तनाव, जोखिम, सौन्दर्य र उत्साह थप्छन्। लेखकले परिवेश शैली प्रयोग गरेका कारण वातावरणले नै कथा अघि बढाउँछ। घोडा, खच्चर र तिनका मालिक। यात्रामा भेटिने घोडा खच्चरहरू पनि अप्रत्यक्ष पात्र हुन्। विशेषताहरू, जोखिमपूर्ण बाटोमा सामान वा मानिस बोक्ने, पहाडी यातायातको मुख्य विकल्प, थकान र कष्टका प्रत्यक्ष साक्षी। भूमिका, उनीहरूले उकालोको कठिनाई देखाउँछन् र यात्राको यथार्थपना बढाउँछन्। अन्य यात्रीहरू, अनौपचारिक पात्र। उकालो चढ्दै ओर्दै गरेका यात्रीहरू वातावरणमा देखा पर्छन्। विशेषताहरू, कोही थकित, कोही उत्साहित। सामाजिक वर्ग, जाति फरक, कष्ट साझेदारी गर्ने भाव। भूमिका, उनीहरूले यात्राको सामूहिक अनुभव निर्माण गर्छन्। यात्री भावनाहरूलाई लेखकले यिनैका माध्यमबाट प्रत्यक्ष तुलना गर्छन्। थकान, हताशा, डर, आशा सबै यिनैमा प्रतिबिम्बित हुन्छन्। अब हामी क्लास 12 को कम्पलसरी नेपाली विषयमा रहेको च्याप्टर 3 घनघस्याको उकालो काट्ताको कम्प्लिट समरी विस्तारपूर्वक बुझ्न जाँदैछौँ। यस निबन्धमा लेखक तारानाथ शर्माले घनघस्याको उकालो चढ्ने क्रममा भोगेका अनुभवहरू, पहाडी जनजीवनको यथार्थ, प्रकृतिको कठोरता र मानवीय सङ्घर्षलाई अत्यन्त प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। अब हामी अनुच्छेदगत रूपमा यसको सारांश बुझौँ। पहिलो अनुच्छेद, यात्राको सुरुवात र उकालोको परिचय। निबन्धको सुरुवातमा लेखक तारानाथ शर्माले घनघस्याको उकालो अत्यन्तै उचाइमा रहेको, डरलाग्दो र चुनौतीपूर्ण ठाउँ भए पनि पहाडका मानिसहरूका लागि यो सामान्य दैनिकी भएको कुरा उल्लेख गरेका छन्। यात्रा सुरु गरेपछि लेखकले यो उकालो कति कठिन र जोखिमपूर्ण छ भन्ने कुरा प्रत्यक्ष अनुभव गर्न थाल्छन्। उकालो चढ्ने क्रममा देखिने जङ्गल, खोल्सा, चिप्लो ढुङ्गा माटो, गहिरा भिर र असहज बाटोले यात्रालाई झन त्रासद बनाउँछ। तर यिनै कठिन परिस्थितिमा पनि पहाडका मानिसहरू सहज रूपमा हिँडिरहेका देख्दा लेखक अचम्मित हुन्छन्। दोस्रो अनुच्छेद, पहाडी जनजीवन र यात्रुहरूको अवस्था। उकालो चढ्दै जाँदा लेखकले विभिन्न प्रकारका यात्रुहरूको अवस्था नजिकबाट अवलोकन गर्छन्। कसैले पिठ्यूमा भारी बोकेको छ, कसैले बच्चा काखमा बोकेको छ, त कोही घोडा खच्चरसँगै यात्रा गरिरहेका छन्। सबै यात्रुहरू शारीरिक थकान, सास फेर्न गाह्रो हुने अवस्था र मानसिक दबावमा देखिन्छन्। तर यति कठिन अवस्थामा पनि उनीहरू एक अर्कासँग बोल्दै, हाँस्दै र हौसला बाँड्दै अघि बढिरहेका हुन्छन्। यसबाट लेखकले पहाडमा यात्रा गर्नु केवल शारीरिक मेहनत मात्र नभई मानसिक सहनशीलताको पनि परीक्षा भएको महसुस गर्छन्। तेस्रो अनुच्छेद, भारी बोक्ने मजदुरहरूको जीवन यथार्थ। यात्राको क्रममा लेखकले भेट्ने सबैभन्दा प्रभावशाली पात्रहरू भारी बोकेर उकालो चढ्ने मजदुरहरू हुन्। उनीहरूको दैनिकी अत्यन्त कष्टपूर्ण छ। बिहानदेखि बेलुकीसम्म भारी बोकेर चढाई ओह्रालो गर्नु, वर्षा, चिप्लो बाटो, भोक र थकान सहनु उनीहरूको जीवनको सामान्य अवस्था हो। यति दुःखका बावजुद पनि उनीहरूमा कुनै गुनासो देखिँदैन। उनीहरू पहाडका बाटोलाई साथी झैं मानेर जीवन अघि बढाइरहेका हुन्छन्। लेखकलाई उनीहरूको श्रम, धैर्य र सङ्घर्षले गहिरो प्रभाव पार्छ। चौथो अनुच्छेद, प्रकृति, वातावरण र डर उत्साहको मिश्रित अनुभव। उकालो चढ्दै जाँदा प्रकृति कहिले अत्यन्त डरलाग्दो त कहिले अत्यन्त सुन्दर देखिन्छ। गहिरा भिरको छेउबाट हिँड्दा डर लाग्छ भने हरिया जङ्गल, टाढा देखिने पहाड र ताजा हावाले मन आनन्दित हुन्छ। खोल्सा पार गर्नु, चिप्लो ढुङ्गामा पाइला चाल्नु र मौसमको अनिश्चितताले यात्रा थप चुनौतीपूर्ण बनाउँछ। लेखकका अनुसार प्रकृतिले यात्रुलाई कहिले परीक्षा लिन्छ त कहिले हौस्याउँदै अगाडि बढ्न प्रेरित गर्छ। यसरी प्रकृति नै निबन्धको एक महत्त्वपूर्ण पात्र बनेको छ।
5औं अनुच्छेद यात्रा र जीवन बीचको समानता। उकालो चढ्दै जाँदा लेखकले जीवन र यात्रा बीचको गहिरो समानता महसुस गर्छन्। जीवन पनि यही उकालो जस्तै कहिले कठिन, कहिले चिप्लो, कहिले थकाउने हुन्छ। घनघस्याको उकालो पार गर्दा मानिसले आफूभित्रको धैर्य, साहस, सहनशीलता र आत्मबललाई चिन्न सक्छ। पहाडका मानिसहरू यस्ता कठिनाइलाई दैनिक रूपमा सामना गर्छन्, तर उनीहरूको जीवनप्रति सकारात्मक दृष्टिकोण र सङ्घर्ष गर्ने क्षमता कहिले कमजोर हुँदैन। यही जीवन दर्शनले लेखकलाई गहिरो रूपमा छोएको छ। 6औं अनुच्छेद गन्तव्यमा पुग्दा प्राप्त अनुभूति। उकालो पार गरेपछि लेखकले ठूलो आत्मसन्तुष्टि र उपलब्धिको अनुभूति गर्छन्। शरीर थकित भए पनि मन हलुका र आनन्दित हुन्छ। कठिन यात्रा सफलतापूर्वक पूरा गर्दा प्राप्त हुने खुशी सामान्य खुशीभन्दा धेरै गहिरो र अर्थपूर्ण हुन्छ। यस यात्राले लेखकमा पहाडी जनजीवनप्रति सम्मान, सहानुभूति र प्रकृतिप्रतिको समझ अझ बढाउँछ। अन्त्यमा लेखकले यस्तो निष्कर्ष निकाल्छन् कि उकालो जस्ता कठिन यात्राले मानिसलाई जीवन, समाज र आफ्नै अन्तर्मनलाई बुझ्न सिकाउँछ।